हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज म होममेड एकदमै सजिलो तरिकाले फिस फ्राई र फिस करी बनाउँदैछु। आई एम सो एक्साइटेड। कुनै पनि कुरा गर्नु अगाडि चाहिँ म चाहिँ एकदमै एक्साइटेड हुन्छु है। हजुरहरू पनि यस्तै फिल गर्नुहुन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् है त। इन्ग्रिडियन्टमा मैले जिरा, धनियाँ, लसुन, अदुवा, खुर्सानीको पेस्ट युज गरेको छु। सफा गरेको फिसमा अघिको पेस्ट, स्वादअनुसार नुन, बेसार, 1 चम्चा तोरीको तेल र लेमन राखेर मिक्स गरेँ अनि म्यारिनेट हुनको लागि छोडिदिएँ। जति धेरै टाइम म्यारिनेट गर्यो त्यति नै टेस्टी हुन्छ। मैले चाहिँ 30 मिनट मात्र राखेँ। करीको लागि सबै चप गरेर राखिसकेँ। यसमा मैले गार्लिक लिभ्स, प्याज, टमाटर, धनियाँ र कागती पनि राखेको छु। प्यान तातो भएपछि तोरीको तेल राखेँ अनि फ्राई गर्दा चाहिँ मिडियम हिटमा फ्राई गर्नुपर्छ। फ्राई गर्दा केयरफुल पनि हुनुपर्छ। मिडियम हिटमा मजाले पकाउनुपर्छ अनि यतिको फ्राई भइसकेपछि चाहिँ फिस फ्राई रेडी भयो। अब फटाफट करी पनि बनाइहालौँ भनेर मैले चाहिँ प्यानमा तेल राखेँ, त्यसपछि प्याज राखेँ, गार्लिक लिभ्स राखेँ, टमाटर राखेँ अनि पेस्ट मसला राखेर एकछिन मजाले पकाएँ। ग्रेभीको लागि पानी पनि एड गरेँ। म्यारिनेट फिस राखेँ अनि 5-10 मिनट लो हिटमा पकाएँ। करीलाई धेरै चलाउन चाहिँ हुँदैन। त्यसपछि मैले लेमन राखेँ अनि हरियो धनियाँ राखेँ। अब करी पनि रेडी भयो। थ्याङ्क्स फर वाचिङ। भिडियो मन परे लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु। बाई बाई।